अत्तरेदेखि दिपालको यात्रा गर्ने क्रममा लिएका केही सुन्दर दृश्यहरू यो भिडियोमा कैद गरेर तपाईँहरूलाई यस भिडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरेका छौँ, जसलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र के कस्तो लाग्छ तपाईँलाई कमेन्ट पनि गर्नुहोला। र हाम्रो यात्रा सुरु हुन्छ ग्लोबल इन्स्टिट्युट अत्तरेदेखि र हामीले भिडियो बनाउन सुरु गरेका छौँ खानी डाँडाबाट, जो चाहिँ एकदम हरियाली प्रकृतिले भरिपूर्ण रहेको छ। र प्रकृतिसँग रमाउँदै जाने क्रममा हामीले विभिन्न दृश्यहरू कैद गऱ्यौँ, खास गरेर भासुवीर तपाईँ हेर्न सक्नुहुन्छ, विच इज रियली एलिगेन्ट टु वाच। nowadays the number of people like to go there and enjoy। यो एकदमै मोहक र आकर्षित, खास गरेर अहिलेको यो हरियोपनले अझै सुन्दरता बढाएको छ, हेर्न सकिन्छ। यो चाहिँ एकदमै फेमस पनि रहेको छ। र डोटी छिर्ने क्रममा पहिलो हामीले भिडियो यहाँबाट कैद गरेका थियौँ। र यो एउटा कोट गाउँ भन्ने हाम्रै डोटीमा पर्ने, यहाँबाट अगाडि हुँदै हामी यो तिलतालीको एउटा नदीको बिचमा रहेको शिवजीको मन्दिरको दर्शन गर्दै सिरकोली सेनतर्फ अगाडि बढ्यौँ र जहाँ यो भिडियो लिएका छौँ। र यहाँबाट नदीको किनारा हुँदै अगाडि बढ्यौँ। हामीलाई एकदमै चिसो अनुभूति भइरहेको थियो, किनभने यहाँ पानी परेको कारणले गर्दा, र हामीले पुग्नुपर्ने गन्तव्य चाहिँ यहाँसम्म थियो मालिका माताको दर्शनको लागि, र जहाँ हामीले सालोमुनिको दर्शन गरेर चाहिँ अगाडि गऱ्यौँ। र यो चाहिँ एकदमै सुन्दर र डोटीमा फेमस पनि रहेको छ। यसको पनि आफ्नै इतिहास महत्त्व पनि रहेको छ। यो चाहिँ भागेश्वर देवताको मन्दिर रहेको छ। र यहाँबाट अगाडि हिँडिसकेपछि हामी पिपल्ला बजार पुग्छौँ, जो चाहिँ एकदमै सुन्दर रहेको छ, हेर्न सकिन्छ। चारैतिर डाँडाकाँडाले घेरिएको छ। यहाँको पनि आफ्नै एउटा इतिहास छ र यसको महत्त्व पनि छ। र अगाडि बढ्दै जाने क्रममा हामी सेती पुलको नजिक पुगेका छौँ, जहाँबाट हामीले फेरि भिडियो बनाउन सुरु गऱ्यौँ। र यो एकदमै फेमस पनि रहेको छ अहिले, किनभने धेरै मानिसहरू यहाँ फोटो भिडियो बनाउनको लागि एकदमै आकर्षित देखिन्छन् यो पुलप्रति। र हामीले जानुपर्ने माथिसम्म मालिका माताको मन्दिरमा, र जहाँबाट हामीले मेरो जन्मभूमि आफ्नो गाउँ को पनि भिडियो लिएको छु। र यहाँबाट माथि जाने क्रममा यो डाँडाकाँडा हुँदै हरियालीसँग रमाउँदै हामी माथितर्फ लाग्यौँ, जो चाहिँ हेर्न सकिन्छ एकदमै सुन्दर, जति हेर्दा पनि आँखा नथाकिने जस्तो। र अहिले हामी यो पहाडको एकदम उचाइमा छौँ, र जहाँ देख्न सकिन्छ चारैतिर डाँडाकाँडाले घेरिएको, त्यसैमाथि एकदम यो समरमा हरियाली छाएको, जसले गर्दा मन अझै मोहक र आनन्दित र एकदमै हर्षित यसले बनाएको छ। यहाँ हेर्न सकिन्छ सफा, सुन्दर, शान्त एकदमै, र डाँडाकाँडाले अझै मनमोहक बनाउँदै हामीलाई त्यो मालिका माताको मन्दिरतर्फ डोर्याउँदै लगेको छ। र माथिबाट हेर्दाखेरि हाम्रो दिपायल एयरपोर्ट र सेती नदीको दृश्य पनि हेर्न सकिन्छ। र यो हेरिसकेपछि हामी माथितर्फ लाग्यौँ। इन्जोय गर्दै हाम्रो यात्रा त्यहाँ माथिसम्म हामी अहिले यहाँ छौँ मालिका। चारैतिर हेऱ्यो भने एकदम प्रकृतिले भरिपूर्ण रहेको ठाउँ डोटी। खास गरेर अहिले हामी दिपायल सिलगढी नगरपालिका 1मा छौँ। ल अहिले चाहिँ हामी ठ्याक्कै दिपायल सिलगढी नगरपालिका 1 यो कोसेडा तथा तिखा जाने रोडमा छौँ। र हामीले यहाँबाट सिधै एकदम राम्रो दृश्य हेर्न सक्छौँ, यो दिपायल एयरपोर्ट। र यहाँ देखिने थुप्रै गाउँहरू छन्, जो चाहिँ एकदमै सुन्दर र प्रकृतिले एकदमै भरिपूर्ण रहेका, जो चाहिँ अहिले खास गरेर यो समरमा चाहिँ चारैतिर हेर्ने हो भने हरियाली, जो चाहिँ मनलाई एकदमै शान्ति दिने खालका। र हामीले यसैमा रमाउन पनि सकियो। चिसो चिसो हावा पनि चल्दैछ, कुल छ, वातावरण एकदम स्वच्छ सफा क्लिन भएको। आफ्नो एउटा मातृभूमि पनि हो, यतै जन्मिएको हुर्मिएको। र अब कर्म थोलो फरक भए पनि जन्म थोलो भनेको यही हो। हेर्न सकिन्छ दिपायल सिलगढी नगरपालिका 1मा पर्ने एउटा गाउँ सिरकोली, हेर्दा एकदम सुन्दर छ। यहाँबाट त्यहाँ हेर्न सकिन्छ त्यो सिनपाएकै गाउँ सिरकोली सैन। थकाइले पनि मारिसक्यो। अब हिँड्दैछौँ
मालिका दर्शन गरौँ भनेको। यो हाम्रो फुले बहादुरले चाहिँ रोड राम्रो छ भनेर ल्याएछ। यहाँ त अफरोड एकदम खत्तम। हामीलाई चाहिँ हिँड्दा हिँड्दै थकाइ लागेर खत्तम। यस्तो यहाँबाट चाहिँ त्यो सामुदायिक वनको सिमाना भनौँ त्योतर्फ छौँ। यतापट्टि छ यो दिसिनपा एक गोसेडाको सामुदायिक वन हेर्न सकिन्छ। र मेरो गाउँ पनि त्यहाँ रहेको छ गोसेडा दिसिनपा एक। र उतापट्टि हेऱ्यो भने चाहिँ सिर्कोली। हामी चाहिँ मालिकासम्म जाने तयारीमा छौँ। यो एकदमै जस्तै भने चाहिँ प्रकृतिले एकदमै भरिपूर्ण भएको हरियाली हाम्रो सामुदायिक वन। हामीले यसलाई वर्षौँदेखि उपभोग गर्दै आएको र एकदमै सुन्दर, जसलाई चाहिँ हामीले भनौँ स्वर्ग नै ठान्दछौँ। यस्तो छ। अहिले हामी एकछिन त्यहाँ पुगेर पनि दर्शन गर्छौँ। यहाँबाट हामी केही छिनमा मालिका माताको दर्शनको लागि पुग्नेछौँ। यस्तो उकाली चढ्दै रमाइलो गर्दै अगाडि बढ्यौँ र यहाँ हेर्न सकिन्छ यो मालिका माताको मन्दिर रहेको छ, जो चाहिँ हालै एकदमै सरसफाइ गरेर वेल म्यानेज्ड बनाएको छ, जहाँ हामीले यसको दर्शन गऱ्यौँ। मालिका माताको प्राङ्गणमा चाहिँ अहिले हामी छौँ र हामी यसको खास गरेर दर्शन गर्ने भनेर आएका छौँ। यहाँ हेर्न सकिन्छ यसको एकदमै राम्रो सरसफाइदेखि लिएर यो एकदम म्यानेज तरिकाले गर्नुभएको छ। यो काम चाहिँ एकदम प्रशंसायोग्य प्लस र यो हुनु पनि पर्थ्यो, किनभने यसलाई पुज्ने 3 गाउँ टिका, सिर्कोली र गोसेडा र साथै खास गरेर यसलाई चाहिँ नै हेर्नुपर्ने हाम्रो नगरले हेरेर चाहिँ यसको संरक्षण प्रवर्धन गर्नुपर्ने सबै कुराहरू, सम्वर्धन गर्ने कुराहरू हुनुपर्थ्यो र त्यो अहिले अलि भएको पनि छ। अझै होस् भन्ने हामी आश पनि गर्छौँ। र यसको थुप्रै इतिहास छ र हाम्रो पूर्वजहरूले पुर्खादेखि नै मान्दै पुज्दै आएको एउटा ऐतिहासिक धरोहर पनि हो र जहाँको पहिलेको किंवदन्ती अनुसार यहाँ राजाको एउटा स्थान थियो र यहाँ हामी हेर्न सक्छौँ। यहाँ एउटा कुवा पनि छ, ठुलो एउटा कुवा भनौँ, अब इनार जस्तै कुवा भनौँ। यहाँ चाहिँ पहिलेको जमानामा चाहिँ पानी स्टोर गरेर राख्ने, भण्डारण गरेर राख्ने त्यो चाहिँ थियो अरे, किनभने यहाँ पानीको समस्या भएको कारणले गर्दा यहाँ चारैतिर काहीँ नपाउने बोकेर चाहिँ यसमा यो भण्डारण गर्ने र आफू चाहिँ उपभोग गर्ने खालको थियो। र यहाँबाट चारैतिर हेर्दाखेरि एकदमै राम्रो तरिकाले चाहिँ अहिले व्यवस्थित बनाएको छ र अझ आउने दिनहरूमा अझै व्यवस्थित हुन्छ र यसको अझै पुनः मर्मत राम्रो तरिकाले हुन्छ भन्ने आश गर्दछु र यसको लागि सम्बन्धित निकायले एकदमै ध्यान दिनु पर्यो र सकिन्छ भने अझै पहल गरेर हामीले पनि के कस्तो गर्न सकिन्छ चन्दा मार्फत हामीले पनि सहयोग गरेर यसको अझै राम्रो तरिकाले सम्वर्धन गर्नेछौँ। र यो हेर्दाखेरि एकदमै जीर्ण अवस्थामा पुगिसकेको छ, हेर्न सकियो। यहाँबाट निस्किँदै यो पाथरहरू यताउता सबै निस्किने क्रममा छ। यहाँ यो कुराहरू हेर्न सकियो। यसको संरक्षण तथा सम्वर्धन गर्न जरुरी छ यो अझै, र त्यसको लागि हामीले पनि आफ्नो तर्फबाट सहयोग गर्न सकियो। र यसलाई डोटी जिल्लाकै एउटा ऐतिहासिक धरोहर भएको कारणले गर्दा हामीले यसको सम्पूर्ण यो पश्चिममै यसको स्थापना हुनुपर्ने जस्तो पनि देखिन्छ। यो ठाउँ यस्तो छ, हेर्दामा एकदम सुन्दर र चिसो हावापानी वातावरण भएको, पर्यटनको लागि एकदमै सम्भावना बोकेको क्षेत्र पनि हो यो। र यहाँ चाहिँ हामीले सबै मिलेर सबैले एकदम यसलाई व्यवस्थित गरिदियो भने हामी यसलाई एकदम राम्रो पर्यटकीय एउटा स्थलको रूपमा स्थापना गर्न सक्छौँ। केही समय हामीले दर्शन गरिसकेपछि यतै बितायौँ र यहाँको चिसो र शान्त वातावरणको लाभ उठायौँ। र अन्तिमतिर एउटा कुरा मैले भन्न चाहेको के छ भने
यस मालिका माताको नाम परिवर्तन गरेर जो हालै तिखा गढी राखिएको छ त्यो एकदमै गलत रहेको छ र हामी सबैले यसको विरोध पनि गर्नुपर्ने देखिन्छ। किनभने इतिहास मेटाएर मेटिँदैन, इतिहासको कुरालाई हामीले जोगाउनुपर्छ, सम्वर्धन गर्नुपर्छ। यस्ता कुराहरू, गतिविधिहरू गर्नुभन्दा बरु यस मालिका माताको हालत एकदमै जीर्ण अवस्थामा रहेको छ र बरु त्यसलाई मर्मत गर्ने जस्तो देखिन्छ। र यसको लागि हामीले आफ्नो तर्फबाट पहल गरौँ। यसका साथसाथै यसको विकास र निर्माणका लागि पनि हामीले आफ्नो तर्फबाट योगदान गरौँ। आजको लागि यो भिडियोमा यति नै। थ्याङ्क यू फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो।